फेरि यसको साइकल बिग्रियो खै कहाँ बिग्रियो त पुरा यो पुरा गयो त्यो कहीँ यहाँबाट छर्रा गयो त्यो के गर्ने सो हेलो गाइज वेलकम टु आवर माई न्यू च्यानल हजुर सबैलाई स्वागत छ मेरो न्यू एसटी भ्लग च्यानलमा हजुर जो नयाँ हुनुहुन्छ यो च्यानललाई सब्सक्राइब अनि भिडियोलाई कमेन्ट लाइक गरिदिनु होला एक एक गर्दै अगाडि बढ्नुपर्छ कहाँबाट फेरि हेलिकप्टर देख्न सक्नुहुन्छ गाइज यो हामी एयरपोर्टमा हुँदा कारणले हेलिकप्टर आएको आइ गर्छ चाहिँ देख्न सक्नुहुन्छ हेलिकप्टर आएको आइ गर्छ अनि आज हामी गाइजहरू आज हामी साथीहरू गिरगाड घुम्न जाने प्लान छ त्यही पद अनि हामी आज गिरगाड घुम्न जाने प्लान छ मोबाइलमा चार्ज छैन अब म मोबाइल चार्ज हाल्छु अनि बाँकी अब अरू भेट्ने गर्नुलाई ल ओके सो गाइज अहिले म चाहिँ घरबाट पनि आइसकेको छु देख्न सक्नुहुन्छ म अहिले चाहिँ घरबाट अझ लुटा गिरगाड जाने भनेर आइसकेको छु ल सो फाइनल गाइज होइन कि हामी चाहिँ अब मेरो साथी पनि आएछ ओइ एउटा उहिले हानेर देखाइदिएन ल मेरो साथीलाई अब उहिले हानिदिन्छ म चाहिँ हान्न सक्दैन गाइज म चाहिँ किनकि म चाहिँ छैन तर उहिले चाहिँ हानिदिन्छ देख्न सक्नु ओ यता यता यतादेखि हानेर आन यतामै खानु यतामै ल घुमाएर ल घुमाएर ल हान ल यता हान ल यता हेर्नु देख्न सक्नु उहिले हानिदिन्छ ल हान उहिले हान मेरो ओ हो दामी तर मलाई आजसम्म उहिले नआउने किनकि म त त्यस्तै चलाउन ल छिटो माथि खाइज के हामी चाहिँ अब बसेर चाहिँ गिरिघाट जान्छौँ आज गिरिघाट गएर मस्तले चिल गरेर पौडी खेल्ने हामीले चाहिँ म यो ऊ त्यो छ नि त्यो एउटा त्यो छ नि त्यो एउटा अर्को जान्छौँ मस्तली गएर चिल तरिकाले पौडी खेलेर आउने गिरिघाट एउटा सानो चाहिँ गएन किनकि त्यो खै किन कपडा दिन्छ भने गएन ल उहिले हान्दैन त एउटा उहिले ओहो दामी नाइस माथि खाइ आइज आइज ओहो सुर्खेत जिल्लाको जिल्ला प्रहरी कार्यालय हो किन यो घण्टाघर नजिकको जिल्ला प्रहरी कार्यालयमा पुगिसकेका छौँ रुनले चाहिँ अगाडि साथीले चाहिँ साइकल चलाउँछ म चाहिँ साइकलको पछाडि बसेको छु यो चाहिँ जिल्ला प्रहरी कार्यालय हो सुर्खेतको दामी यस्तो दामी ठाउँ छ तर यो चाहिँ रुखहरू चाहिँ यस्तो दामी छन् अनि अब साइकलमा जान्छ हामी अब घण्टाघर पुगिसक्यो उति देख्न सक्नुहुन्छ घण्टाघर यो चाहिँ घण्टाघर हो यो घण्टाघरको फुलहरू देख्न सक्नुहुन्छ यो चाहिँ घण्टाघर हामी आइपुगिसकेको छौँ यो घण्टाघर चोक गाइज हामी चाहिँ अहिले देख्न सक्छौँ वीरेन्द्र चोक आइपुगेको छौँ यो चाहिँ वीरेन्द्र चोक हो सुर्खेतको बजार कस्तो कम्पिटिसन गरे अनि सुर्खेतको यो खत्रै बजार नै हो भनौँ फाइनली एरिचोक पनि पुगिसकेका छौँ क्रस एरिचोक भन्दा त होइन यो अलि एरिचोक भन्दा अगाडि अलि अगाडि हो एरिचोक भन्दा एरिचोक देख्न ब्याएको थियो एरिचोक पछाडि नै रहिसक्यो हामी चाहिँ एरिचोक भन्दा अगाडि आइसकेका छौँ यस्तो म चाहिँ यतातिर चाहिँ फर्स्ट पटक आएको किनकि म चाहिँ त्यति धेरै यताबाट डुलेको थिएन यो मेरो एरिया हो कालीकोटको एरिया हो नि फेरि ओइ यहाँबाट कालीकोट जान्छ होइन कालीकोट जाने रोड कहाँदेखि जान्छ गिरिघाट हो क्या कालीकोट जाने हामी चाहिँ अहिले गिरिघाट जाँदैछौँ यस्तो दामी म चाहिँ दामी रहेछ कि दामी म चाहिँ साइकलमा बसेको छु यसले चाहिँ साइकल चला म चाहिँ साइकलमा बसेको छु गाइज यस्तो खतरा ठाउँ रहेछ कि यता हजुरहरू सुर्खेतमा कोही हुनुहुन्छ भने कसम यता चाहिँ घुम्न आउनुलाई भन यता यस्तो दामी रहेछ कि पारी देख्नु छ अगाडि यस्तो खत्रै बिस्तारै कुदान एकछिन रोड त्यति दामी नभए पनि ठाउँ दामी छ भन्न के रोड त दामी पनि ठाउँ यस्तो यो सुर्खेतको एरिया यो कता साइड भनेपछि यो पश्चिम पर्छ यो चाहिँ कालीकोट जाने एरिया कालीकोटतिर जान्छ कालीकोट जुम्ला त जाने होइन यहाँबाट जुम्ला कालीकोट मुगु हो जुम्ला कालीकोट मुगु त जान्न मुगु त दामी ठाउँ रहेछ देख्न सक्नुहुन्छ यस्तो खतरा बसन्त साथी त अगाडि गयो होला हामीतिर चाहिँ साइकलमा बसेर लुखुर हिँडिरहेको छौँ दामी रहेछ क्या ठाउँ अलि स्पिड कुदान स्पिड हान्न भाइ मेरो भाइ स्पिड हान्न अलि हेर्नु देख्नु सक्छ हामी चाहिँ रेडियो नेपालको टावर नजिक पुगिसकेका छौँ कत्रो एरियामा बनाएको छ है कत्रो गाइजहरू कस्तो छ भने यता चाहिँ गाउँ बस्ती मात्र छ देख्नु उता चाहिँ हामी बजारभन्दा धेरै त आइसकेका छौँ यहाँबाट बजार जान पनि लाग्छ धेरै छ 2-3 किलोमिटर टाढा बजार छ अब यतातिर प्रायः यस्तै हाइसहरू गाडीहरू मात्र चल्छन् कालीकोट जाने रोड हो देख्नु बाहिर यस्तो आकाश पनि दामी छ अनि यता ग्राउन्ड पनि हेर्नु न यस्तो हरियाली के पुरा उयो गर्मीमा हेर्नु त गर्मी सुर्खेतमा अनि एउटा कुरा के भन्दाखेरि सुर्खेतमा गर्मी पनि बहुत साह्रो गर्मी आएको अहिले पटक त लास्ट गर्मी छ नि खतरा गर्मी छ अब ल फाइनली गाइज हामी चाहिँ अब सुर्खेतको अन्तिम क्रसमा देख्न सक्नुहुन्छ सुर्खेत वीरेन्द्रनगर नगरपालिका होला सायद यो वीरेन्द्रनगरपालिका अन्तिम हुँदै अब अर्को गाउँपालिकामा अन्तिम भइसक्यो यो चाहिँ लास्ट चेकपोस्ट हेर्नेमा छ चेकपोस्ट देख्न सक्नुहुन्छ अन्तिम क्रस कालीकोट जाने गाडी अब चाहिँ यहाँबाट चाहिँ सिधै यो कस्तो दामी ओह्रालोमा अब हामी चाहिँ गइसक्यौँ गिरिघाटतिर
धेरै स्पिड नलग के भाइ मर्ला ए जरो यस्तो खतरा बाटोमा स्पिड हान्दिरहेको होला यस्तो खतरा यो टर्निङ छ बिस्तारै 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 थाहा छ कि यो कस्तो लिने भन्ने कुरा त यस्तो खतरा बाटो छ यस्तो कम त मजा होला देख्नु हजुर पनि घुम्न फिक्सै आउनलाई गिरिघाट दामी ठाउँ पनि दामी छ गिरिघाट गति चाहिँ 40 सीमित लेखेको छ देख्न सक्नुहुन्छ अनि गति चाहिँ 40 को लेखेको छ यस्तो जङ्गल खतरा चाहिँ मान्छेहरू त घाँस काट्न त आउँछ ऊ त्यहाँ आमा बुबाहरू खै कसको आमा बुबा घाँस काट्न आउनु भएको छ जङ्गल यस्तो खतरा छ साथीले यस्तो साइकल रफ्तारमा हान्दिरहेको देख्न सक्नुहुन्छ हामीले 200 मा हालिराखौँ हैन साइकल ओ माय गॉड ओह्रालो के कम त ओह्रालो मलाई डर लाग्यो बिस्तारै 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 कुदा बिस्तारै बिस्तारै ब्रेक हान ब्रेक हान ब्रेक ब्रेक हान ब्रेक हान ब्रेक हान ब्रेक हान ब्रेक हान ब्रेक हान आँखा नतर्न ओ साइकलले क्या मजा आइदिरहेको छ साइकल चलाउनु भन्दा साइकलमा बसेर जानु कम त मजा आएको पुरा एकदम सालको बारी नै बारिसक्यो यस्तो खतरा अब यहाँनिर रोक्ने त छोडेर रोक्ने त ढिला भइगयो अरे ल त ल बिस्तारै बिस्तारै नै टर्निङमा टर्निङ यस्तो खतरासँग कुरै नगर्ने यस्तो खतरा खतरा टर्निङ कहाँ जाने रोड हो रे यो कालीकोट जाने रोड यस्तो दामी लाग्यो कि मलाई कालीकोट जुम्ला जाने रोड चाहिँ जादुकोट जाने रोड पनि दामी नै छ हाम्रो घरतिर जाने रोड पनि स्पिड पनि हान्छ केटाले दियोस् खद्रै हान्छ यो पनि राइडर हुन लाग्छ बिस्तारै बिस्तारै दामी ठाउँ छ देख्न सक्नुहुन्छ कि छोटो टर्निङ छ कति त्यही त कालीकोट जाने ओइ बिस्तारै 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 है कस्तो खतरा डर लाग्दो गिरिघाट 3 किलोमिटर लेखेको छ हान्नेमा गिरिघाट 3 किलोमिटर त मात्र बाँकी छ अब त्यो पुगेको गिरिघाट हाम्रो साइकल पनि हराउनु भइदियो हरान बजाउनु थियो कि नै हाल्न मिल्दैछ यो पैसा हराउनु त हुन्छ तर अर्कै खाले हराउनु हुन्छ साइकलको पनि ठाउँ चाहिँ मलाई दामी मन परेको यस्तो खतरा टर्निङ छ क्या कुरै नगर्नु केही नदेख्ने यति बाटो पनि यति छोटो बाटो छ यस्तो खतरा क्या स्पिड कम त हानेछ यसले बिस्तारै 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 टर्निङ माई गड ओहो गाइजहरू कस्तो ठाउँ के त हेर्नु न हेर्नेबाट वा के वा अब हेर्नेमा रोकेर फटाफट खिचाउँ न अलिक खिच्नै त्यहाँ चाहिँ यहाँ आइसकेको देख्छ गिरिघाट जानुपर्ने चाहिँ ऊ त्यो तल अरे गिरिघाट चाहिँ त्योभन्दा नि उतै छ त्योभन्दा नि अझै उता छ अरे गिरिघाट चाहिँ त्यही हो त्यहाँभन्दा उतै छ हामी अस्ति गएको थियौँ आज मेरो साथीले लगेको होइन दामी लगिरहेको छौँ अस्ति हामीहरू गएको थियौँ साइकलमा जाम अब जाम अब ढिला हुन्छ हामीलाई स्वागतम हामीलाई गिरिघाट ओहो गिरिघाट खोला यही हो पानी आज धमिलो छैन स्वागतम गऱ्यो हामीलाई सीमा समाप्त भन्यो सीमा समाप्त अब म चाहिँ धर्छु यसले चाहिँ साइकल अगाडि गरेर कुदाउँछ ल अब चाहिँ हामी गिरिघाटको पुलको लम्बाइ पनि गिरिघाट पुगिसक्यौँ देख्न सक्नुहुन्छ गाइज साइकल उसले समातिर उसले हान सक्छ ट्राई गर चलाइराखेको टोले गाजर बसन्त भेटिसकेको छ बसन्त अगाडि गाडीमा आएको थियो हामी चाहिँ साइकलमा यही साइकलमा आज कस्तो अनि यो चाहिँ गिरिघाटको बजार होइन छ त अलिअलि देख्दैन यो बजार नभएको त नि अब हामी गिरिघाटतिर जान्छौँ ए बाटो कहाँबाट जान्छ साइकल कहाँ राख्ने साथीहरूले किन बसन्ते साथी मेरो बिरामी थिएन अब बिरामी सन्चो भइसकेको छ यस्तो गर्मीले हाई पार्थ्यो कि यस्तो तरिकाले साइकलमा आएको ठाउँ चाहिँ भ्यू चाहिँ दामी रहेछ क्या गिरिघाट गाजर अहिले चाहिँ हामी चाहिँ जङ्गलतिर लागिसकेको छौँ देख्न सक्नुहुन्छ यो चाहिँ सामान लिएर आएको छौँ बसन्तीहरू चाहिँ अगाडि छन् दुईवटा मुलाका अनि मलाई चाहिँ सामान लागेको छ गर्मी चाहिँ फेरि यस्तो खतरा गर्मी छ क्या यो पानी ठाउँ पनि यस्तो खत्रै छ कि अप्ठ्यारो ठाउँ छ कहाँ सुर्के त कसले आगो लगाइदिएको छैन पहिला आगो लगाइदियो जङ्गल चाहिँ बहुत खतरा रहेछ मेरो अनि सामान लगेर जाँदैछौँ हामी 3 जना जङ्गल पनि खतरा छ यहाँ घाम पनि खतरा लाग्छ सुर्खेतमा पसिना बहुत आएको हुन्छ अब खोला पुग्नु लगभग कति मिनट हिँड्नु गऱ्यो हामी 10-15 मिनट हिँड्यौँ त्यहाँदेखि अब हिँडेर हामी खोला पुग्नु लाग्छौँ खोला चाहिँ आज अलिक धमिलो आएर हाम्रो भाग्य नै नराम्रो थियो यस्तै भाग्य रहेछ अब के गर्ने त्यही पनि आएपछि त खेलिहाल्नु पर्छ त्यति टाढाबाट हिँडेर आछौँ हिँडेर नै अनि गर्मी पनि महा खतरा गर्मी छ गर्मीबाट एउटा त्यो नाङ्गे हिँडिरहेको छ देख्न सक्छ अगाडि त्यो
होइन गाइज हामी दुःख गरेर अब गाडीमा हिँड्यौँ स्कुटीमा त्यहाँबाट पनि दुःख गरेर आयौँ तर पनि खेल्ने पनि आयौँ त आधा घन्टा हिँडेर आयौँ तर पनि हेर्नु खोलाको हालत यस्तो भएको छ क्या खोलाको हालत लास्ट नराम्रो दुःख लाग्यो पानी परेर बर्खा सिजनमा आएर अस्ति आएको बेला यिनीहरू त्यस्तो थिएन र आज चाहिँ म आएको थिएँ त्यही त गाइज म पनि रेडी भइसकेको छु देख्न सक्नुहुन्छ अब पौडी खेल्नु भनेर चाहिँ अब मेरो साथी चाहिँ ऊ पारी गइरहेको छ त्यहाँबाट हाम फाल्ने भन्छ यो खोलामा सक्छ किन है ल अब खै भाइ बस्छ चोट लाग्ला हेर चोट लाग्ला यो अर्को एउटा चाहिँ त्यहाँ छ एउटा चाहिँ त्यहाँ छ त्यहाँबाट हाम गइरहेछ किन यता ल अब साथी हाम फाल्नु भन्छ चोट लाग्ला है ल ल ल ल ल गाइजहरू अहिले चाहिँ हामी चाहिँ पौडी खेलेर बसेछौँ देख्न सक्नुहुन्छ म एउटा यता छ एउटा बसन्ते एउटा यता छ अर्को रोनी पानी चाहिँ खेल्ने भएन धमिलो रहेछ क्या मलाई चाहिँ खासै खेल्न आएन है त्यति अनि खोला चाहिँ ठिकै रहेछ दामी रहेछ मलाई खेल्न त अलिअलि आउँछ नि तर घाम छ लास्टै घाम छ कि देख्न सक्नुहुन्छ पुरा हामीहरू सिलमा छौँ अब खेल्छौँ हामी दामी रहेछ हो गाई फाइनली गाई हामी चाहिँ अब हेर्नु देख्छौँ पौडी खेलेर आइसक्यौँ हामी दिनभरि कति खेल्यौँ भन्दाखेरि ट्याक्क 3 बजेर अब 2-3 घन्टा पौडी खेलेर आइसक्यौँ समात्न ल समात्नै छिन् कस्तो रहेछ अनि टक्क अब पौडी खेलेर आइसक्यौँ हाम्रो ह्यान्डसम बसन्त कार्की अनि हामी पौडी अब चाहिँ यो लगेर माथि खाने हो त्यसपछि घरतिर जाने दे हेर त मैले पनि आफू समात्ने आफू एउटा समात्ने फाल्दिने अब खेलेर आइसक्यौँ हामीहरू चाहिँ पौडी अब चाहिँ हामी चाहिँ घरतिर जान्छौँ त्यो ठाउँ चाहिँ खतरा छ जे होस् अब खेलेर पनि आइसक्यौँ अब चाहिँ घर जान्छौँ सो फाइनली गाइज हामी चाहिँ गिरगाडबाट पनि घरतिर नुहाइधुवाइ गरेर घर फर्किन लागिसकेका छौँ दिनभरि पानी खेल्यो तर हालत लास्ट डाउन छ पुरा खतरा थगाइमा लाग्छ दिनभरि पानी खेलेर त्यहाँदेखि सुन्छ गिरगाडको थुप्रै बजार थियो त्यही बजार उ गरिसक्यो बजारदेखि क्यामेरामा पानी परेछ के हो क्यामेरामा किन लास्ट हालत थकित भएको उहिले गर्दाखेरि पौडी खेल्यो है दिनभरि पौडी खेलेर लास्ट त्यही थकित भएको अनि दुईवटा साथी अगाडि गएको साइकलमा एउटा साइकल छोड्ने अनि त्यसपछि फेरि मलाई त्यसलाई पुलसम्म छोडेर चाहिँ मलाई साता लगाउन आउँछ देख्न सक्नु कस्तो हालत लास्ट घरमा चाहिँ यहाँ चाहिँ थोत्रै बजार रहेछ क्या यता पनि छ यता पनि हल्का छ अनि सो गाइजहरू होइन हामीले गाडी नपाएर यस्तो हालत डाउन तरिकाले हिँड्दा लास्ट हालत लास्ट खराब भयो एउटा साइकल चलाएर अनि बोल्ने जाँगर पनि चलाएको छैन क्या यस्तो पानी जिन्दगीमा यस्तो हिँड्नाले पुरै नगर्नु खतरा तरिकाले यस्तो हिँड्नाले यस्तो हालत लास्ट पसिना चुहेर है खतरा भयो लम्बो चाहिँ यता छ अर्को चाहिँ यता साइकल चलाएर यस्तो हालत डाउन भएर यस्तो अप्ठ्यारो त पुरै नगर्नु फेसतिर देख्ने यस्तो पसिना थियो देख्न पानी यस्तो मान्छे पुरा यस्तो पसिना छ माथि बाटो पनि देखाउँदैन कस्तो छ भन्ने कुरा बाटो कति उकालो छ क्या बाटो साइकल खेली हामीसँग पैसा भयो क्या गाडी नै रोक्दैन यस्तो मर्ने बेला बसिजान्छ देख्न सक्छ गाइस हालत यस्तो नाजुक भइसक्यो पुरै नगर्नु क्या पसिना चुहेर भोक लाग्यो साइकल चलाउनले उकालोमा हुन्नाको गाडी नै मिल्दैन गाडी नै हुन्न क्या गाडी गाइस र एउटा अर्को साथी मेरो साथी उताबाट गएको म चाहिँ यताबाट पठाइदिएछु ठाउँ हेर्नुको खतरा नाक छ क्या बहुत डेन्जर ठाउँ लाग्यो मलाई खतरा नाक छ ठाउँ चाहिँ तर अब यस्तो हिँड्नाले हालत खतरा डाउन भएर मलाई पानी तिर्खाले पनि यस्तो पानी तिर्खाला कुरेन खतरा पानी तिर्खाला समस्या फेरि यसको साइकल बिग्रियो खै कहाँ बिग्रियो देखा त पुरा यो पुरा गइदियो क्या यहाँबाट छर्रा गइदियो अब के गर्ने यस्तो तनावमा तनाव झन् गाडी पनि मिलिरहेन
झन् साइकल पनि बिग्रिँदा यस्तो हामीलाई त एरिसोकसम्म गाडी चाहियो यस्तो एरिसोकसम्म तर किन? एरिसोक बनाउने ठाउँ त्यहाँ साँच्चै त्यही फाल्दो पऱ्यो पैसा जोगाउनु पऱ्यो यताउति जस्तै अब बाङ्गी सिमल साइकलमा जाँदा भने झन् अब त्यहाँबाट पनि ठेलेर जानुपर्ने भयो अझै बाङ्गी सिमल 3 किलोमिटर छ त मैले तल लेखाएको 6 किलोमिटर छ उता पुग्नु त्यहाँबाट 3 किलो ए अब ठेलेरै जानु पर्यो कम त दुःख छ अनि बहुत गाह्रो भएको यिनीहरूले गाडी पनि रोकिँदैनन् भाडा छ हामीसँग तर गाडी रोक्दैनन् यो पनि साथीको साइकल पनि लगभग हामी हिँड्यौँ मलाई गिरिगाडबाट 3 किलोमिटर भन्नुभयो 6 किलोमिटर 6-7 किलोमिटर त हिँडिसक्यौँ अब खै कति छ थाहा छैन तर जति पनि यस्तो पानी भर्न लागिसकेको छु पानी प्यासले मोबाइलमा चार्ज पनि छैन टाइम पनि 4:40 भयो 5 बज्न लागिसकेको छ यस्तो गाह्रो छ अझै पनि गाडी देख्नुहुन्छ अझै पनि बाङ्गे सिमल त्यहाँ 1 किलोमिटर लेखेको छ अझै पनि बाङ्गे सिमल 1 किलोमिटर छ बाङ्गे सिमल गएपछि बल्ल सुर्खेत बजार इन्ट्री हुन्छौँ अझै हाम्रो कोठा त कति टाढा छ पुरै नगर्नु हाम्रो कोठा त कति टाढा छ बाङ्गे सिमलमा त 1 किलोमिटर छ भनेपछि त हाम्रो कोठा त एयरपोर्ट भन्दा धेरै टाढा छ कि बाङ्गे सिमलबाट पनि धेरै जानुपर्छ त धेरै टाढा छ कि पुरै नगर्नु लास्ट टाढा छ बाङ्गे सिमलबाट फाइनल्ली अब म चाहिँ घर पुगिसकेको छु अब यस्तो मजा पनि आयो दुःख पनि आयो हिँड्नाले खुट्टा दुखेर मर्ने बेला पानी तिर्खा लाएर आएर पानी खाएर म त यस्तो अवस्था भएको थियो अब घुमघाम पनि ठिकै भयो त्यो सब अरू केही भन्दिनँ अब नयाँ च्यानललाई सब्सक्राइब गरिदिनु होला अरू भिडियो पनि हेरिदिनु होला भन्न चाहन्छु अनि मेरो च्यानल पनि नयाँ हजुर पनि नयाँ च्यानललाई सब्सक्राइब गरिदिनुहोस् भन्न चाहन्छु ल आजको भिडियो अन्त्य यही नै हुन्छ ओके बाई बाई